अहिले ओलीलाई हराउने नेपाल अधिराज्यमा कुनै पनि जनताबाट निक्लिन्छ भने एउटा बालेन्साले लडाउँछ, अरू कसैले पनि लडाउँदैन। ओलीले हिजो अस्ति यहाँ आउँदाखेरि पनि त्यो शेरबहादुर देउपाका घरभित्र भेट्टाका नोट साराले देखेर गरो यो त यी आइले बनाएको भन्दा यी बोलेको छ। यी सोलबारीमा साप दुईटा हुन्छन्, एउटा कालो गोमन एउटा सेतो सानो हुन्छ, त्योभन्दा ठुलो कोब्रा हुन्छ, किङ कोब्रा। त्यसलाई लडाउने नेपाल अधिराज्यमा बालनदेखि पटेर कसैले लडाउँदैन। हामीलाई अब पिल्ल खाने बेला भइसक्यो, अहिले पनि हात तङ्ग्रे यसरी ल्याएर गर्छन्। त्यो बोल्ने कुरा बोल्यो यो मान्छेले। राजनीति भनेको तपाईँको अहिले अब यहाँ बढी मात्रामा रासपा र एमालेका चाहिँ नि बढी मात्रामा चाहिँ अहिले देखिन्छन्। त्यसमाथि अलिक बढी हल्ला रासपाको देखिन्छ। अब एमालेको पनि अब लगभग क्रियाशीलहरू चाहिँ छन्, पुरा नभएका होइनन्। देशको प्रधानमन्त्री भएको मान्छे मलाई थाहा छैन, 4 चोटि भएको प्रधानमन्त्री, एकचोटि होइन 4-5 चोटि भएको। सुन्नुहोस्, त्यति गर्छ कमसे कम। मेरो हातमा म ड्राइभर छु र गाडी चलाउँछु र खडल्ला हाल्छु भनेदेखि म दोषी हुन्छ कि त्यो प्रेसिडेन्ट दोषी हुन्छ? 2 साल सिके पछाडिले मलाई क्रिया चाहने सदस्य दिएको मान्छे यो बालेन शाह। त्यतिखेर कुनै पार्टी नलाइकन गरेर काङ्ग्रेसको क्रियाशील सदस्य हो। यो एबी न्युजमा कहिले पनि मेरो चाहिँ त्यो बालेनको बारेमा के गरेर त्यहाँ कुनै दिन पत्रकारले मलाई बाटा समातेर भनेको छ, कुनै दिन देखाउँला। हामीले आर्यघाटमा गएको मान्छेलाई सधैँभरि उनीहरूले गर्यो भने तलको युवाले के काम गर्छ? आर्यघाट पुर्याउने बेला चाहिँ सधैँ म प्रधानमन्त्रीको कुर्सी 6 महिनामा अझै घरमा ग्यास ल्याइदिन्छु भने हिजो अस्ति फेरि बोलेको छ। के बोलेको थियो? एउटा तिम्रो मान्छे पनि पालन खाले पक्कै एकचोटि किङ कोब्रालाई लडाउँछ। अनि ग्यास र पानी जहाजहरू त अनि ल्याउने कुरा छ नि त। ग्यास पानी जहाजहरू त ल्याउने कुरा छ नि। ल्याइसके त हामी हिँडेका हिँड्दैछौँ पानी जहाजमा। अस्ति रेलबाट काँक्रेबाट चढेको एकैचोटि दमकाएर रोको वा पोखरा चाल्छु भने हो नि उत्रे म। त्यही त उहाँले गर्दैछु भनिराख्नु भएको छ, प्रतिबद्धता जनाइराख्नु भएको छ। रेल ल्याउनु भयो, पानी जहाज कुदैछ, घर घरमा ग्यास ल्याइसक्नु। परिवर्तन भनेको के हो? सधैँभरि एउटाले मात्रै गर्ने, अरू छैनन्। ऊभन्दा विद्वान 8 क्लास पास गरेको मान्छेले अब के गर्यो भन्न न्युजहरूमा के बोल्दैछ भने तपाईँहरूलाई पनि थाहा छ। परिवर्तन खोज्छ र अब भनेको युवालाई दिनुपर्छ। युवाले देश हाँक्छन्। दुईटा कुरा, शान्ति सुरक्षा, अर्को कुरा भ्रष्टाचार। दुईटै कुरा निर्भर भने हामी धेरै माथि पुग्छौँ। अब यिनीहरू त खाने। अनि अस्ति एकचोटि के भनेको थियो, अब यो पुरानो भ्रष्टाचारलाई छोडो, यो 5 वर्षदेखि कारवाही नहुने भनेर त्यस्तो सबै पनि बोल्छन्। प्रधानमन्त्री भएको मान्छेले अब गिरीबन्धु गर्ने घुममै पार्ने तस्करलाई ल्यायो। अनि सर्वोच्च लगेर अहिलेसम्म त्यो गिरीबन्धु रहन्थ्यो।